कुंदेन्तु तुषारहारधवला या सुरवस्ताविता या वीरावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्खरा प्रभृतिभिः देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा। बोलो सरस्वती माता की जय। बोलो दोस्रो सुदोधन महोत्सव की जय। बोलो श्री पशुपति धाम की जय। हे कुंद पुष्प जस्तो शरीर सेतो सुंदर हारा ब्रह्मा विष्णु शंकर पानी गर्दन पुकारा। हे कुंद पुष्प जस्तो शरीर सेतो सुंदर हारा ब्रह्मा विष्णु शंकर पानी गर्दन पुकारा। हे विद्या की खानी सरस्वती भवानी सरस्वती भवानी।
हे हंसको छ वाहन तिम्रो ज्ञान प्रदान गर्छौ अज्ञानीलाई शरण दिई सधैँ ज्ञान भर्छौ हंसको छ वाहन तिम्रो ज्ञान प्रदान गर्छौ अज्ञानीलाई शरण दिई सधैँ ज्ञान भर्छौ हे जय सरस्वती माता ज्ञान बढाइदेऊ अब त ज्ञान बढाइदेऊ अब त जय सरस्वती माता ज्ञान बढाइदेऊ अब त ज्ञान बढाइदेऊ अब त जय सरस्वती माता ज्ञान बढाइदेऊ अब त ज्ञान बढाइदेऊ अब त जय सरस्वती माता ज्ञान बढाइदेऊ अब त ज्ञान बढाइदेऊ बाटो हिँड्छौ अब तिम्रै गीत गाउँछौ सबै मिली जय जय गर्छौ अज्ञानता हटाउँछौ हे तिम्रै बाटो हिँड्छौ अब तिम्रै गीत गाउँछौ सबै मिली जय जय गर्छौ अज्ञानता हटाउँछौ जय सरस्वती माता तिम्रै साथमा अब त तिम्रै साथमा अब सरस्वती माता नमन गर्छौ अब त तिम्रै साथमा अब त
राम राम हरे। बोलो सरस्वती माता के, संपूर्ण भक्तजन के, आजको आनंद के, राम राम राधे राधे हरे हरे। धन्यवाद। ओके, धेरै धेरै धन्यवाद छ। लोकभजन प्रतियोगिताको अन्तिम प्रस्तुति अत्यन्तै सान्दर्भिक प्रस्तुति सरस्वती वन्दना सहितको यो भजन धीरे धीरे सम्मान प्रकट गर्न चाहन्छु। ड्रिम भिजन इङ्ग्लिस बोर्डिङ स्कुल सुन्दरगञ्ज 4 को सिङ्गो टिमको लागि एकचोटि जोरदार ताली खोइ त सुन्दरगञ्ज हराए जस्तो छ। यसरी ताली बजेपछि बाहिर बस्ने दर्शकलाई जाम 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 जस्तो हुन्छ क्या। सबैलाई विशेष धन्यवाद प्रकट गर्दै अब हामी सिन्धुली कलाघरको यो बेजोड प्रस्तुति अबको केही समयभित्रै जोड्ने जगतमा छौँ।